4वटी बुढी बिहा गर्नु पर्यो, एउटी चाहिँ नर्स बिहा गर्न पर्यो। मलाई चाहिँ नि मेरो स्वास्थ्यमा केही समस्या आइहाल्यो, हरमबिराम भयो भने उसले उपचार गरिदिन्छे। एउटा पुलिस नि बिहा गर्न पर्यो, त्यस पछाडि मलाई कसैले केही गर्नै सक्दैन पुलिसनीको बुढा भइसके पछाडि। एउटा वकिल नि बिहा गर्न पर्यो, मेरो जीवनमा चाहिँ नि परेका ठुला ठुला मुद्दाहरू चाहिँ नि उसले सल्भ गरिदिन्छे। एउटा कृषि गर्ने बुढी बिहा गर्न पर्यो, मलाई चाहिँ अर्ग्यानिक खानेकुराहरू चाहिँ उसले उब्जाएर खुवाउँछे। त्यसपछि त मलाई कसैले छुनै सक्दैन भन्ने सोचिरहेको थिएँ। तर आज राति सपनामा त 4वटी बुढी एकैचोटि आएर त्यो पुलिसले चाहिँ पुरै मलाई बन्दुक ताकेर यसलाई मारिदिन्छु भनेर ताकिरहेको रहेछ। अनि त्यो नर्सले चाहिँ यसलाई बन्दुक हान्नै पर्दैन, यसलाई त म सुई घोचेरै मारिदिन्छु भन्ने रहेछ। अनि त्यो कृषि गर्ने बुढीले चाहिँ यसलाई त म यो कच्याले यसको उतो नै काटिदिन्छु भन्दै रहेछ। अनि त्यो वकिलनी बुढीले चाहिँ के भन्दै रहेछ थाहा छ? अगाडि बसेर तिमीहरू 3 बहिनी भएर यसलाई मार, म यसको केसै डिसमिस गरिदिन्छु भन्दै रहेछ।